एससी एक्जाम 2081 2081 को एससी एक्जाम चाहिँ कसरी पास गर्ने धेरै स्टुडेन्टहरूले चाहिँ मलाई क्वेसन गरिरहनु भएको छ कि अब चाहिँ क्वेसन पेपरहरू चाहिँ 2080 सालको जस्तै आउँछ कि योभन्दा अलिक फरक आउन सक्छ कि कस्तो खालको चाहिँ आउँछ र हामीले त्यो एक्जामलाई चाहिँ कसरी क्र्याक गरेर चाहिँ हामी 11 र 12 पढ्न सक्छौँ भनेर धेरैजनाले चाहिँ आपत्ति जनाइरहनु भएको छ र सबैजनालाई म के भन्न चाहन्छु प्रथमतः भने तपाईँहरूले यसो आपत्ति जनाइहाल्नु पर्ने कुनै पनि विषय छैन किनभने चाहिँ तपाईँको अब जुन जुन हिसाबबाट चाहिँ क्वेसनहरू आइरहेको छ जुन सिलेबसबाट तपाईँहरूको क्वेसन आइरहेको थियो होइन अब 3-4 वर्ष अगाडि लगभग 2-3 वर्ष अगाडि नै सिलेबस चेन्ज भएको थियो त्यो तपाईँहरूलाई थाहा छँदैछ 2077बाट चाहिँ 10 क्लासहरूको पनि सिलेबस चेन्ज भएको थियो त्यस पछाडि चाहिँ क्वेसन चाहिँ के आइरहेको छ भने त्यस पछाडि चाहिँ सिलेबस सेम छ होइन त्यस पछाडि सिलेबसै सेम भए पछाडि चाहिँ तपाईँहरूको क्वेसन चाहिँ तपाईँहरूको सिलेबसभन्दा आउट अफ सिलेबस त आउने कुरा हुँदैन यो चाहिँ अब तपाईँहरूको मनमा रहेको प्रश्न मात्र थियो किनभने चाहिँ अब क्वेसन कस्तो आउँछ भने र तपाईँको चाहिँ अब 2080मा जस्तो क्वेसन आएको छ 2081मा पनि त्यही मोडल क्वेसन आउँछ र तपाईँले त्यही जुन मोडलमा अगाडि जुन योभन्दा अघिल्लो सालमा जुन मोडलमा क्वेसन आएको छ त्यो क्वेसनहरूलाई चाहिँ तपाईँले गुगलबाट डाउनलोड गरेर वा मेरो फेसबुक पेजमा गएर त्यो क्वेसन पेपर हेरेर पनि त्यो डाउनलोड गरेर त्यही हिसाबबाट तपाईँले प्र्याक्टिस गर्नुभयो भने चाहिँ तपाईँको 100%मा 100% मार्क्स आउँछ किनभने चाहिँ खासै धेरै फरक हुँदैन क्या तपाईँले अब 2080 सालमा चाहिँ जस्तो इक्जाम दिनुभएको छ जस्तो क्वेसन आएको छ सेम आउने हो थोरै त्यसमा अलिकति कुरा घुमाउन सकेको हुन्छ किनभने चाहिँ अब जुन फोटोकपी पनि त्यहाँ आउँदैन होइन जस्ट आउने त्यही नै हो तर फोटोकपी आउँदैन किनभने चाहिँ तपाईँलाई त्यो फोटोकपी दिँदा हुँदै हुँदैन नि त होइन अलिकति त्यसमा थोरै फरक चाहिँ हुन्छ जस्ट तर पनि आउने भनेको त्यही सिलेबसको एकदम सेम टु सेम नै हो त्यसैले पनि तपाईँले अलिक मजाले मिहिनेत गरेर पढ्नु भएको छ भने त खासै डराउनु पर्ने आवश्यकता छैन र तपाईँले पढ्नै भएको छैन अब एक्जाम चाहिँ कहिले दिने भनिरहनु सोचिरहनु मात्रै भएको छ अब मैले चाहिँ एक सालभरि केही पनि पढिनँ अब एक्जाम दिनुपर्ने अब आलु छ त्यसो भइसकेपछि के गर्ने भने चाहिँ अझै पनि टाइम बितिहालेको छैन त अझै पनि केही दिनहरू केही हप्ता छ भनौँ त्यसैले पनि तपाईँहरूले चाहिँ अब यो यो हप्ता केही हप्ता एक हप्ताभित्र चाहिँ तपाईँले अब 1-1.5 हप्ताभित्रमा चाहिँ तपाईँले मजाले पढ्न सक्नुहुन्छ त्यसैले त्यतिसम्म तपाईँ के पढ्नुहोस् भने जुन तपाईँले नोट बनाउनु भएको छ त्यही नोटलाई एकदम सरर हेर्नुहोस् जुन अगाडि तपाईँले नोट त सरहरूले लेखाउनु भएको होला त्यही नोटलाई तपाईँले एकदम मजाले एकपटक हेर्नुभयो भने सर्फेसली हेर्नुभयो भने पनि पास गर्न त्यति आपत्तिको कुरा हुँदैन र तपाईँले त्यो नोट पनि हेर्नु हुँदैन अब चाहिँ म सबै बुक नै फर्स्टदेखि पढ्छु भन्ने कुरा त अब सम्भव हुने कुरा पनि होइन यो र जुन तपाईँ जति तपाईँसँग नोट छ त्यो नोटलाई चाहिँ तपाईँले एकपटक रिभिजन गर्नुभयो भने चाहिँ तपाईँ 100% पास हुनुहुन्छ त्यसमा चाहिँ कुनै पनि दुई मत रहेको छैन र त्यसैले चाहिँ तपाईँहरू अब आत्तिनुभन्दा अगाडि पनि जुन नोटहरू गर्नुभएको छ नोट गर्नुभएको छैन भने वा अनलाइनमा खोजेर हुन्छ कि वा साथीलाई मेसेज गरेर पठाइदियो नि त नोटहरू भनेर हुन्छ कि साथीको कपी मागेर फोटो खिचेर हुन्छ कसरी हुन्छ त्यो चाहिँ तपाईँले अब आफै म्यानेजमेन्ट गरेर चाहिँ पढ्नुपर्छ किनभने चाहिँ अब तपाईँले त्यति म्यानेजमेन्ट गरेर पढ्नु भएन भने चाहिँ अब तपाईँ फेरि पनि फेल हुनुहुन्छ